हेलो गाइस, हामी चाहिँ जाँदैछौँ आज कफेर है बोलेगाउँ। दाजु र म उता सनराइजिङ पोइन्ट हामी देखाउने छौँ आज तपाईँलाई। पुगिसकेको छौँ र वेदर पनि एकदमै ब्युटिफुल भइरहेछ है। पानी पनि एकदम सफा, खोलाहरू पनि सानो भइरहेछ है। अहिले चाहिँ तपाईँहरू देख्नुहुँदैछ यो चाहिँ हो रेली र खोला पालाको दोकान। यहाँनिर चाहिँ दोकानहरू छ है। यहाँनिर चाहिँ तपाईँहरूले यो ढुङ्गामाथि एन्टिक घर बनाएको रहेछ है। यो उकालोको जङ्गलहरू पनि कति दामी। र अहिले चाहिँ हामी पुगिसकेको छौँ सुकबिर खानी र सिङ्जी समालबुङको यो बिचको जङ्गल है। र यो बाटो चाहिँ एकदमै ओह्रालो छ र पिच चाहिँ पिचै छ, मजाले सनानोमा हिँड्न सकिन्छ है। र यति दामी छ यो जग्गा चाहिँ, तपाईँहरू आउनुभयो भने फेरि पनि आउँ लाग्छ है। यो चाहिँ जङ्गल डाइरेक्ट गाउँमै बनाएको लोकल त्यो मात्रै हो त्यो पनि अब 4 महिना 5 महिनामा एकखेप। हामी चाहिँ अहिले पुग्नु लागिसकेको छौँ। काली खोला आयो नि यो काली खोला भनिन्छ, तर वास्तवमा चाहिँ एउटा यो खोल्चा हो है। यो जङ्गलको माथि जङ्गलबाट बगेर आएको पानी र अहिले यो होइन एकदमै सुन्दरताले भरिएको छ। कति मजा आइरहेको छ, हामी गइरहेछौँ साथीहरूसँग है। यो चाहिँ हो काली खोला। के हो र भित्रै छ, राक्षस पनि हाम्रै भित्र छ, भगवान पनि जाँदा जाँदा अहिले चाहिँ हामी आइपुगेको छौँ यहाँनिर यो मन्दिर खोला है। यहाँनिर चाहिँ हाम्रो साथीहरूले के भन्नुहुन्छ दुईवटा कथाहरू, पहिलाको सत्यता कुराहरू पनि भन्नुहुन्छ है, सुन्नुहोस् होला। राक्षसको आएर राक्षसको टाउको लगाएर हिँडेको स्टाइल कस्तो फिलिङ हुन्छ राक्षस। हाम्रो हजुरबाले भन्नुहुन्छ कि त सत्ययुगमा भगवान पनि त्यहीँ थियो अरे, राक्षस पनि एउटै जग्गामा थियो अरे होइन। त्यति बेला छल कपट ढाँट केही पनि थिएन, राक्षसहरूले पनि गर्दैन थियो त्यस्तो अब सत्ययुगमा। त्यसको बादमा द्वापर युग आयो होइन। द्वापर युगमा कृष्णको पालो क्या, अब कृष्ण कि रामको पालो होइन द्वापर युग। त्यसमा भगवानहरू स्वर्गमा थियो, राक्षसहरू नर्कमा अब पाताल लोकमा होइन। त्यसको बादमा त्रेता युग आयो। त्रेता युगमा भगवान पनि धरतीमै छ, कृष्णको पालो क्या अब कंस पनि राक्षस पनि धरतीमै छ, कृष्ण भगवान पनि धरतीमै छ अब होइन। अहिले चाहिँ कलियुग अरे कि, अहिले चाहिँ मान्छे भित्र छ अरे, भगवान पनि मान्छे भित्र छ, राक्षस पनि मान्छे भित्र छ हो। त्यो चाहिँ अब मान्छेको माथि हो, अब कसलाई उयो गर्छ अब जगाउँछ। यही त पर्साको त दा मलाई यो पुलमा उहाँ परको हेर्नु त, त्यो पुलको साइडमा जग्गा छ त मान्छेहरू। यो सिङ्जी भन्ने जग्गा है। र यहाँनिर चाहिँ हामी उकालो एउटा होमस्टे हेर्नु जाँदैछौँ र हाम्रो यहाँ साथीहरूको गेस्टहरू आउँछ भनेर चाहिँ हामी यो भिजिटको लागि के कस्तो रहेछ भनेर चाहिँ हामी हेर्नु जाँदैछौँ है। र हामी 3 जना जाँदै गर्दाखेरि चाहिँ यो माथिबाट होमस्टेको स्टाफ पनि आउँदै रहेछ र उहाँसँग बातचित पनि गऱ्यौँ हो। अनि उहाँहरूसँग बातचित गर्दाखेरि चाहिँ उनीहरू फोनमा बोल्दै ओह्रालो गयो, सामान लिनु गएको अरे, एकछिनमा आउनुहुन्छ अरे, बस्दै गर्नु हेर्दै गर्नु भन्नुभयो। र यो होमस्टे चाहिँ कलकत्ताको बेङ्गलीको अनरसिपमा रहेछ है, सिङ्जी भन्ने जग्गामा। र हामी जाँदैछौँ, मजाको गेट पनि बनाएको रहेछ। र यतापट्टि हेर्दाखेरि चाहिँ
तपाईँको चियाहरू खाने जग्गा, बसेर बिहानै हो फ्रेस हुने जग्गा। र यतापट्टि हेऱ्यो भने चाहिँ नानीहरूको लागि यो पिङ है। र यसो हामी पनि ट्राई गरिदिउँ न भनेर चाहिँ जाँदाखेरि चाहिँ यसो मैले पनि यसो पिङ खेल्दाखेरि चाहिँ तपाईँको यहाँ पर अगाडि चाहिँ तपाईँको कञ्चनजङ्घा भ्यू रहेछ हो। र अहिले चाहिँ देखेको छैन किनभने यो बादल भएको कारणले गर्दाखेरि। त्यस्तो छ है। र यो अगाडि चाहिँ तपाईँहरूले देख्नुहुँदैछ नि, यो चाहिँ डेलो हो र यो चाहिँ कालिम्पोङ टाउन हो है। र यहाँ चाहिँ साथीहरू बातचित गर्दै यति दामी छ हेर्नुहोस् है। र यहाँबाट चाहिँ उकालो जाँदा चाहिँ के चाहिँ रहेछ भनेर हेर्दाखेरि चाहिँ तपाईँको डङ्गै कटिङ गरेर भित्तामा वाल गरेर मजाले बेसमेन्ट बनाएको रहेछ होमस्टेको है। र यहाँनिर हामी उता जाँदाखेरि चाहिँ भित्र यो होमस्टेको नाम चाहिँ रहेछ रोयल अफ बिट। रोयल अफ बिट भन्ने होमस्टे रहेछ है साथी हो। जन्नो पनिशमेन्ट दो हामी भित्र जाँदैछौँ है। र भित्र गएर हेर्दाखेरि एक्चुअली भूल त सानो बेड, डबल र सिङ्गल बेड रहेछ तिनजनाको लागि है। र यता पनि सेम डबल सिङ्गल। यो चाहिँ मात्रै तपाईँको 1400, तिनजनाको 1400 अरे। तपाईँको काठको फर्निचर हेर्नुहोस् यति दामी रहेछ है। टोइलेट बाथरुम यता। र यहाँबाट सिधै बाहिर निस्किँदाखेरि चाहिँ तपाईँको कञ्चनजङ्घा भ्यू, कञ्चनजङ्घा भ्यू हेर्नु पाउने रहेछ है। माथा तलामा पनि के रहेछ भनेर हेर्नु जाँदाखेरि चाहिँ जाउँ न एकै स्टाफले अन्त जाँदाखेरि चाहिँ यो ग्रिलको सिँढी रहेछ है। अप्ठ्यारो कालो एकदम उकालो रहेछ। र साथीहरू पनि आउँदैछ पक्रिँदै है। यो स्टाफले लाइट ट्याक्क बाल्यो भित्रको के चाहिँ रहेछ भनेर हेर्दाखेरि उनीहरूले दैलो खोल्नु भयो है। दैलो खोल्दाखेरि चाहिँ कति रहेछ जग्गा है। र डनलपहरू बोइफ्रेन्ड गर्लफ्रेन्डको लागि दामी रहेछ। अहिले चाहिँ हामी पुगिसकेको छौँ फेरि यो चारकोल भन्ने जग्गा है। यो जग्गा चाहिँ एकदमै लोकप्रिय टुरिस्टको लागि एकदम टुरिस्ट डेस्टिनेसन जग्गा हो। र यहाँबाट चाहिँ तपाईँले सक्नुहुन्छ सनसेट पनि देख्न सक्नुहुन्छ, सनराइजिङ पनि देख्न एकदमै होमस्टे जति पनि घर छ होमस्टे हो। र यहाँनिर चाहिँ तपाईँले आएर बस्छ हो। यहाँ चाहिँ हामी गाडी रोक्छौँ। यहाँनिर चाहिँ तपाईँको सनसेट हेर्नुको लागि जानु पऱ्यो भनेर भन्दाखेरि चाहिँ हामी यहाँ माथि फेरि पुग्यौँ हो। अर्को डेस्टिनेसनमा पुग्यौँ। र यहाँको चाहिँ यस्तो छ लोकेसन हेर्नुहोस्। पहिला चाहिँ यहाँनिर एकदमै सफा सुग्घर थियो र अहिले चाहिँ एकदमै झार जङ्गल पलाइसकेको रहेछ। यसको कारण चाहिँ के हो भन्दाखेरि चाहिँ पहिलाको जुन चाहिँ मालिक थियो उहाँले चाहिँ बेचेर चाहिँ अर्को मालिक आएको रहेछ है। अनरसिप अर्को रहेछ। र पनि कलकत्ताकै रहेछ। र यति डरलाग्दो घाँसहरू पलाएर यहाँ चाहिँ एकदमै ब्युटिफिकेसन एकदमै छस्से बनाइदिएको छ है। यता जानुपर्छ। यता 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 यहाँ हेर्नु नि पहिलाको त्यो जग्गा हेर्नु नि। पहिलाको जग्गा हेर्नु नि। यो जङ्गल हेर्नु नि। यो हेर्नु होमस्टेहरू हेर्नु नि। हेर्नु नि भत्केर बनाउनु जानेन कि कति डाँडाहरूमा चाहिँ
त्यो उतापट्टि त्यो पन्बु एरिया पन्बु हो पन्बु त्यो आए हेर्नु हेर्दै गरौँ र अहिले चाहिँ हामी अलिक माथि आइपुगेको छौँ त्यो जग्गादेखिको है र यहाँनिर चाहिँ यस्तो जग्गाहरू रहेछ यहाँबाट चाहिँ सनसेटको टाइमिङ एकदमै दामी नजारा देख्दो रहेछ हेर्नुहोस् न बादल लागेर चाहिँ अलिकति उयो डिस्टर्ब भयो है र यहाँ होमस्टेहरू यस्तो छ माथि एउटा तल एउटा रुम भएको रहेछ अलग अलग है प्राइभेसी भएको यो ट्याङ्कीहरू पनि यस्तो रहेछ वाटर ट्याङ्कहरू है यो चाहिँ पाबुङ भिलेज हो है र यहाँ पनि सबै पुरा सबै होमस्टेहरू जति देख्नुहुँदैछ सबै होमस्टे हो र यहाँबाट चाहिँ यस्तो देख्दो रहेछ होमस्टेहरू चाहिँ यस्तो सेपको रहेछ है पारी पारी नजाराहरू पनि दामी एकदम र अहिले चाहिँ हामी त्यो जग्गाभन्दा पनि अझै माथि पुग्यौँ है र यहाँबाट चाहिँ यस्तो दामी नजाराहरू देख्दो रहेछ सबै प्लेन्सहरू पनि देख्दो रहेछ र दामी यहाँको चाहिँ भ्यू आउनुहोस् है साथीहरू तपाईँहरू पनि दामी रहेछ थ्याङ्क यू सो मच